कोभिड-19 पछि सार्वजनिक विद्यालयमा देखिएको सिकाइ क्षति न्यूनीकरण गर्न सरकारले लागू गरेको सिकाइ आपूरण तथा द्रुत सिकाइ योजना रियल प्लान राजापुरमा पनि सक्रिय रूपमा अघि बढ्दै गएको छ। योजना कसरी प्रभावकारी बनाउने भन्ने विषयमा नगरका विद्यालयका प्रधानाध्यापक छमत छलफल गरिएको छ। अहिले भित्र चाहिँ प्रमिट चलिरहेछ। यसको एउटा एजेन्डा रियल प्लान यो वर्ष चाहिँ कसरी अगाडि बढाउने, कुन कक्षामा अगाडि बढाउने, खास गरी 5 मा 8 मा 10 मा र कसरी अगाडि बढाउने भन्ने विषयमा सबै प्रहको बिचमा प्लान हुँदैछ। निष्कर्ष पुगिसकेको छैन, तर खास अघि एकपटक विषयवस्तुमा प्रकाश पार्ने बेलामा के कुरा भएको छ भने आरकेजीएसले यसपटक रियल प्लानको जुन ट्रेनिङमा आउनुहुन्छ सरहरू, त्यो अगाडिको ट्रेनिङमा त्यसमा सपोर्ट गर्ने र त्यसपछि गत वर्षहरू जस्तै गरी रियल प्लानको क्लासहरू अगाडि बढाउने भन्ने चाहिँ प्रारम्भिक कुरा छ। यो रियल प्लानमा चाहिँ खास के हुन्छ भने सर, यो उपचारात्मक शिक्षण हुन्छ। यसमा खासमा चाहिँ कमजोर विद्यार्थीहरूको भाषा र गणितको सिपलाई सुधार गर्नको लागि तिनीहरूलाई छुट्टै कक्षामा राखेर कक्षा सञ्चालन गरिन्छ। शिक्षा, युवा तथा खेलकुद विकास शाखाका प्राविधिक सहायक राजकुमार खड्काका अनुसार 2076 पछि कोभिड-19 लगायत महामारी सङ्कट र प्रकोपका कारण नियमित पठन पाठन प्रभावित हुँदा विद्यार्थीको सिकाइमा ठूलो खाडल पैदा भएको थियो। यही क्षति पहिचान गरेर भरपाई गर्ने र विद्यार्थीलाई आवश्यक उपलब्धि हासिल गराउन रियल प्लान कार्यान्वयनमा ल्याइएको उहाँको भनाइ छ। धन्यवाद। हाम्रो यो रियल प्लान सम्बन्धी कार्यक्रम हाम्रो सङ्घीय सशर्त बजेटबाट पालिकामा पनि विगत 2 वर्षदेखि र यो वर्ष मिलाएर 3 वर्ष हाम्रो रेगुलर चलिरहेको छ। यो रियल प्लान कार्यक्रमको विशेष मकसद भनेको हाम्रो 2076, 77 र 78 मा कोभिडले गर्दा हाम्रो सिकाइ उपलब्धि धेरै नै विद्यार्थीहरूको सिकाइ उपलब्धिमा धेरै ह्रास भएको थियो। त्यो र अन्य विभिन्न विपदको समयमा हुने सिकाइ क्षतिलाई परिपूरण गर्नको लागि रियल प्लान विगत 3 वर्षदेखि हामीले सञ्चालन गरिरहेका छौँ। यसमा हाम्रो राजापुर नगरपालिका र आरकेजीएसले पनि विगत 3 वर्षदेखि नै सपोर्ट गरिरहेको छ। त्यसमा आज हाम्रो पहिलो दिन हाम्रो प्रहहरूसँग छलफल गरी यसमा हाम्रो अघिल्लो आर्थिक वर्षमा अथवा शैक्षिक सत्रमा गरेको रियल प्लान कार्यक्रमको समीक्षा गऱ्यौँ। भनेपछि यस वर्ष हामीले त्यसलाई थप कसरी प्रभावकारी बनाउन सक्छौँ भन्ने विषयमा हामीले समीक्षा कार्यक्रम गरेका छौँ। अब यसपछि हामी विषयगत शिक्षकहरू यो कार्यक्रममा इन्भल्भ हुनुहुन्छ, उहाँहरूलाई पनि हामी 2 दिनको तालिम दिन्छौँ। विगतमा त्यही तालिमको आधारमा हामीले कम्तीमा 42 दिन जति हामीले थप समयमा हाम्रो विद्यालय समय बाहेक थप समयमा कमजोर विद्यार्थीहरू जो सिकाइ उपलब्धिमा अलिकति पछाडि परेका छन् ती विद्यार्थीहरूलाई छानेर ती विद्यार्थीहरूलाई फोकस गरेर हामीले थप सिकाइ सहायता हामी उपलब्ध गराउँछौँ। यस कार्यक्रमको मुख्य उद्देश्य र टार्गेट यही नै हो। प्लान्ट इन्टरनेसनलको आर्थिक सहयोग र राधाकृष्ण थारू जनसेवा केन्द्रको समन्वयमा सञ्चालन हुन लागेको उक्त कार्यक्रम राजापुर नगरपालिकाको नेतृत्वमा अघि बढ्दैछ। योजना सुचारू गर्न नगरका सबै विद्यालयका प्रधानाध्यापकहरूको सहभागिता रहेको थियो।